बुढा, तिमीसँग ठाकठुक पर्दा मैले रिसाएर भन्ने गर्थेँ, तिमीभन्दा अगाडि मै मर्छु, बरु बाजी राख्ने भइराखौँ। पासा पल्टियो, नराखेको बाजी तिमीले जित्यौ। तिमीले छाडेर गएको पनि वर्षौँ भइसक्यो। सुनेको थिएँ 12 वर्षमा त खोलो पनि फर्किन्छ। सुनेको थिएँ 12 वर्षमा त खोलो पनि फर्किन्छ। तर खै, न तिमी फर्कियो न खोलो फर्कियो। फर्किए त केवल तिम्रा सम्झनाहरू, फर्किए त केवल तिम्रा यादहरू। तर मलाई कुनै गुनासो छैन, तर मलाई कुनै गुनासो छैन। तिमी गयौ, पोल्टाभरि याद पठायौ। तिमी छैनौ, तिम्रो जीवित सम्झनामा म बाँचिरहेकी छु। कहिलेकाहीँ छोराले झोक्किँदै भन्छ, आमा, तिम्रो कारणले हामीले सोचे जति प्रगति गर्न सकेनौँ। भने जस्तो उन्नति गर्न नसक्नुको कारण तिमी नै हौ। जवाफमा म भन्छु, छोरा, तिमीले भने जस्तो प्रगतिकै शीर्षकमा केही गर्न नसके पनि, तिमीले भने जस्तो प्रगतिकै शीर्षकमा केही गर्न नसके पनि, तिम्रो पैतालामा काँडा नबिजोस् भनेर मैले आफ्नो 5 दशकसम्म खाली खुट्टै हिँडेँ। तिम्रो पेट भोको नहोस् भनेर मैले दिनभरि धानको बिटा बोकेर तिमीलाई सहरमा चामल पठाएँ। पिठोको दालसँग पिठोकै ढिँडो खाएर, पिठोको दालसँग पिठोकै ढिँडो खाएर मैले तिमीलाई फर्सीको मुन्टा पठाएँ। दिनभरि मलको डोको बोकेर थापेको पैसा मैले तिम्रो स्कुलमा बुझाएँ। हो छोरा, मैले तिम्रो प्रगतिको शीर्षकमा अरू केही पनि गर्न सकिनँ। तर सामा अक्षरसम्म चिन्ने सौभाग्य नपाएकी मैले, सामा अक्षरसम्म चिन्ने सौभाग्य नपाएकी मैले यतिले मात्रै तिम्रो प्रगति हुँदैन भन्ने बुझ्नै सकिनँ। बुढा, अझै विश्वास छैन उसलाई यी सबै मैले उसैका लागि गरेकी हुँ। तर मलाई कुनै गुनासो छैन, तर मलाई कुनै गुनासो छैन। तिमी गयौ, पोल्टाभरि याद पठायौ। तिमी छैनौ, तिम्रो जीवित सम्झनामा म बाँचिरहेकी छु। माइती सम्झेर छोरी आउँछे खुसी लाग्छ, माइती सम्झेर छोरी आउँछे खुसी लाग्छ। तर जब फर्किने बेलाको वचन सम्झिन्छु अनि भरिएको आँखा सबकोले ढाक्छु। भन्छे, आमा, छोरी जस्तो ज्वाइँ हुँदैनन् नि, अलि भाँति पुर्याएर बोल्नु। बुढ्यौली लागेको जिन्दगीमा आफ्नै भाँति बिग्रिएको बेला मैले कसरी भाँति पुर्याउनु र छोरी ज्वाइँ उस्तै देख्नु। तर मलाई कुनै गुनासो छैन, तर मलाई कुनै गुनासो छैन। तिमी गयौ, पोल्टाभरि याद पठायौ। तिमी छैनौ, तिम्रो जीवित सम्झनामा म बाँचिरहेकी छु। निकै भयो छोराको अनुहारमा उज्यालो देख्दिनँ, निकै भयो छोराको अनुहारमा उज्यालो देख्दिनँ। बोलीमा मधुरता सुन्दिनँ, सुन्नु पनि कसरी जब ऊ बोलेकै छैन। बुहारीको नजरमा खुल्लापन भेट्दिनँ। साँझमा आएर कोठा पसेको छोरो, त्यसपछि अनुहार देख्न मैले बिहान कुर्नपर्छ। बुढा, जिन्दगी आशै आशको डोरी न रहेछ, जिन्दगी आशै आशको डोरी न रहेछ। आश लाग्छ कहिलेकाहीँ, आश लाग्छ कहिलेकाहीँ। छोराले कोठामा पसेर एकपटक सोधिदियोस्, आमा, तिमीले भात खायौ? अनि भनिदियोस् कहिलेकाहीँ, आऊ आमा, एकछिन सँगै बसेर बात मारौँ। म बुझ्दैछु बिस्तारै यी आशहरू मैले मार्दै जानुपर्छ। मेरा गाला जस्तै यी आशहरू चाउरिँदै जानुपर्छ। तर मलाई कुनै गुनासो छैन, तर मलाई कुनै गुनासो छैन, मलाई कुनै पश्चाताप पनि छैन। तिमी गयौ, पोल्टाभरि याद पठायौ। तिमी छैनौ, तिम्रो जीवित सम्झनामा म बाँचिरहेकी छु। हिजो आज देख्दैछु, हिजो आज देख्दैछु, भोग्दैछु। मेरा गुनासाहरू गनगन लाग्दैछन्, दुखेसोहरू बोझिलो बन्दैछन्।
अपेक्षाहरू सीमा नाग्दैछन्। मेरा रगतका टाटाहरूलाई मातृ स्नेह बिझाउँदैछ। मेरा रगतका टाटाहरूलाई मातृ स्नेह बिझाउँदैछ। बुढ्यौली ममता खस्रो हुँदैछ र मसँग मेरै रगत लटपटिएका विकसित भ्रूणहरू टाढा हुने दिन गनेर बसिरहेका छन्। तर मेरो यसमा कुनै बिलौना छैन। कुनै दुखेसो छैन, कुनै पश्चाताप छैन। तिमी गयौ पोल्टाभरि याद पठायो। तिमी छैनौ, तिम्रो जीवित सम्झनामा म बाँचिरहेकी छु।